तपाईं को हुनुहुन्छ? गुड मर्निङ साथै ख्रीष्ट अभिवादन मेरा सम्पूर्ण फेसबुक प्रेमी मित्रहरू साथै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू। म तपाईहरुलाई बताउन चाहन्छु कि तपाईं को हुनुहुन्छ अनि आजको भिडियो मार्फत म तपाईलाई पवित्र बाइबल धर्मशास्त्रबाट एफएसी को किताब 2 अध्यायको 10 पदमा यसरी लेखेको हामी पाउँदछौं कि हामी चाहिँ ख्रीष्टमा सृजना भएका परमेश्वरका हातका सिप हौं भनेर हामी त्यहाँनिर पाउँदछौं। अनि न्यू लिभिङ ट्रान्सलेसन बाइबल हामी इंग्लिश हेर्छौं भने वी आर द मास्टरपीस अफ गड भन्छ। साह्रै मिठो छ है मेरो प्रिय हो। मास्टरपीस तपाईं जस्तो कोही पनि हुन सक्दैन। तपाईंको दाँजोमा अथवा कम्प्यारिजनमा कोही पनि आउन सक्दैन। तपाईं एक शक्तिशाली समझदारी, तपाईं विवेकशील, तपाईं बलवन्त व्यक्ति हुनुहुन्छ। तपाईं सानो सानो कुरामा ठेस लाग्दाखेरि लड्ने अनि सानो सानो चोटहरुमा तपाईं निराश र निरुत्साहित हताश हुने व्यक्ति हुनुहुन्न। तर तपाईं हर समस्या र हर पाइलामा तपाईं डटेर सामना गरेर विजयी हुने व्यक्ति तपाईं हुनुहुन्छ मेरो प्रिय हो। त्यसकारण गर्दाखेरि तपाईं दरिलो भएर खडा हुनुहोस्। परमेश्वर तपाईको साथमा हुनुहुन्छ। परमेश्वरले तपाईलाई सम्हाल्नुहुन्छ। यशाया 41 को 10 पदले भन्छ, न डरा, म तेरो साथमा छु। म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्ने छु। त्यसको अर्थ तपाईलाई लड्न दिनुहुने छैन। उहाँले तपाईलाई कुनै पनि हानि र नोक्सानीमा पर्न दिनुहुने छैन। उहाँ परमेश्वरले मेरो प्रिय हो तपाईले यति मात्रै आजको दिनमा जान्नुपर्ने हुन्छ कि म को हुँ। होस् त, नमस्कार। मन परेमा शेयर, लाइक अनि कमेन्ट गरेर फलो पनि गर्न सक्नुहुन्छ। धन्यवाद।